हाम्रो पार्टीले धेरै कुराहरू प्राप्त गरेको छ, फेरि गर्दै पनि जानेछ। हामीलाई के लाग्दैन भने कसैले पनि नेकपा माओवादीले सोचे जसरी यो देशको समृद्धिका लागि, यो देशको हितका लागि, जनताको हितका लागि कसैले पनि काम गर्न सक्दैन। अहिले हामीले उभारहरू देखिराखेका छौँ, लडहरू देखिराखेका छौँ, भुलभुलैयाहरू देखिराखेका छौँ, लोक रिजाइहरू देखिराखेका छौँ, तर यिनले हाम्रो हित गर्दैनन्। हामीले देखिसक्यौँ, मान्छेहरूले सोचेका थिए कि रवि लामिछानेले सबै थोक गरिहाल्छ भनेर सोचिराखेका थिए। अहिले आउँदा आउँदै 84 को सपना बाँडिराखेको मान्छे अहिले 82 मै चकनाचुर भएर गइसक्यो। प्रचण्डहरूले फेरि गरिहाल्छन्, यो विप्लवको नेतृत्वमा माओवादी आन्दोलनलाई पुनर्गठन गर्न आवश्यक छैन भन्ने मान्छेहरू कहाँ थिए? अहिले कहाँ पुगेर एमालेको सबै मान्छेहरूले प्रचण्डलाई एमाले बचाइदिनु पर्ने, एमालेका मान्छेहरूले बचाइदिनु पर्ने स्थिति आइराखेको छ। अहिले माओवादी आन्दोलनको सम्पूर्ण एजेन्डाहरू, सम्पूर्ण उद्देश्य, सपनाहरू त महासचिव विप्लव सिकै नेतृत्वमा अगाडि गइराखेको छ नि त। नेकपा माओवादीले थुप्रै कुराहरू उपलब्ध गरेको छ र गर्न बाँकी थुप्रै कुराहरू छन् र अब पनि के भन्न सकिन्छ भने अबको माओवादी आन्दोलनलाई अगाडि बढाउन सक्ने एउटा मात्रै पात्र, एउटा मात्रै आन्दोलन नेपाल कम्युनिस्ट पार्टी माओवादी हो, महासचिव विप्लव र तपाईँ हामी हौँ।